सो तिमी भन्दछौ तिमी लेजी छौ भनेर, बट आज म भन्दछु तिमी लेजी हैन, तिमी जीपीएस हराएको गुगल म्याप हो के। सो इन दिस भिडियो आई विल प्रुभ यु with 4 points that you are not lazy, you are out of the way. Number 1, laziness is a symptom, not a disease. अब तिमीलाई बिहान चाँडो उठ्न मन लाग्दैन, बिस्तारबाट बाहिर निक्लिन मन लाग्दैन, एक्सर्साइज गर्ने त टाढाकी कुरा हो। सो जबसम्म तिमीले आफ्नो वाइ को एन्सर पत्ता लगाउन सक्दैनौ नि, द्याट्स वाइ यु कान्ट डु सक्सेस एनीमोर। तिमीले के गर्न पर्यो भन्दाखेरि मैले यो किन गर्ने, के को लागि गर्ने भनेर सब खोज्न पर्यो के। नम्बर 2, फाइन्डिङ पर्पज गिभ्स एनर्जी। अब तिम्रो आफ्नो पर्पज क्लियर छैन भनेपछि त तिमीलाई एनर्जी कहाँदेखि आउँछ। सो क्लियर योर पर्पज फर्स्ट। यदि तिमीसित डाइरेक्सन छ, डेस्टिनेसन छैन, के काम लाग्यो। यदि तिमीसित गुगल म्याप छ तर नेट छैन, के काम लाग्यो। द्याट्स वाइ क्लियर योर वाइ फर्स्ट। वाइ यु सुड गो जिम, वाइ यु सुड डु स्टडिज, वाइ यु सुड ओबे योर प्यारेन्ट्स। एभ्रिथिङ सुड ह्याभ अ वाइ। यदि तिमीलाई त्यो वाइ पत्ता लगाउन छ भनेपछि मेरो पुरानो भिडियोमा पनि मैले भनेको थिएँ आफ्नो वाललाई घुर्ने भनेर। यो द्याट साउन्ड वेयर्ड बट यो चाहिँ राइट वे हो। मैले पनि आफ्नो वाइ त्यही गरेर पत्ता लगाएको। अनि आफ्नो वाललाई तिमीले यदि दिनको 2 घण्टासम्म पनि घुर्यो भने नि तिमीलाई आफ्नो वाइ क्लियर भइहाल्छ। द्याट्स आई प्रोमिस। क्ल्यारिटी ओभरराइड्स मोटिभेसन। अब यो तिमीले नबुझ्लाउ, तर यो यस्तो हो के, जस्तै मानौँ अब तिम्रो भोलि एकदम इम्पोर्टेन्ट काम छ भनेपछि तिमीले आज त्यो काम जसरी पनि पुरा गर्नुपर्छ, त्यो तिम्रो क्ल्यारिटी भयो। हो यदि तिमीले त्यही क्ल्यारिटी ओभरराइड गर्यो भनेपछि तिमीलाई मोटिभेसन कुनै आवश्यक हुन्न। फर इक्जाम्पल अब भोलि तिम्रो एससी को इक्जाम छ या फिर एसएलसी को इक्जाम छ, अब तिमीले के गर्नेछौ त्यही सोचेर त्यही माइन्डसेट लिएर पढ्यौ भनेपछि तिमीले आजको दिनमा चाहिँ जसरी भयो तिमीले रिभाइज गर्नुपर्ने च्याप्टरहरू त रिभाइज गरेर भ्याउँछ नि त। द्याट्स वाइ क्ल्यारिटी म्याटर्स मोर देन मोटिभेसन। होप यु गाइज लाइक दिस मेसेज। और मेरो कन्टेन्ट मन पर्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु, बिकज मेनी अफ यु डोन्ट सब्सक्राइब भिडियो। आई डोन्ट नो वाइ, बट लास्टमा आई वान्ट टु से द्याट तिमी लेजी होइन, तिमी कन्फ्युज छौ। क्ल्यारिटीले तिमीलाई पावर दिन्छ अनि पर्पजले तिमीलाई फायर दिन्छ। द्याट्स वाइ डोन्ट फाइट लेजिनेस, फाइट योर कन्फ्युजन। थ्याङ्क यू, हेभ अ गुड डे।